हजुरहरूलाई थाहा नै होला 8 सेप्टेम्बर भदौ 23 गते भएको जेन्जी आन्दोलन हो। त्यस आन्दोलनमा धेरै मानिसहरूले ज्यान गुमाउनु परेको थियो। तीमध्ये हामीहरूले पनि आफ्नो ज्यान गुमायौँ। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। हिमालको साकुरामा नेपालीका पाखुरामा चन्द्र र सूर्य अंकित झंडा हर थर नाचिरहो। मरे पनि मेरो देश बाँचिरहो। पख बाबु, आमा हामी चाहिँ नजाने पर्दैन बाबु, मरिन्छ त्यहाँ। काले भने हैन, जन्मभूमि र जन्म दिने आमा उस्तै हुन् भनेर पर्या खण्डमा आफ्नो ज्यान लिनुपर्छ रे। हो, हामीलाई पनि हाम्रो बाआमाले नजा बाबु मरिन्छ भन्नुभएको थियो, तर हामी हाम्रो देशका निम्ति गएका थियौँ। सेप्टेम्बर 8 जेन्जीले गरे प्रोटेस्टमा आवाज उठाउनलाई गयो म र मेरो साथी। घरमा आमा बालाई थाहा छैन, माया लाग्छ देशको। अगाडि बढ्यौँ हामी लगाएर कलेजकै ड्रेस। हाम्रो मातृभूमि देश भित्र हुने भ्रष्टाचार अत्याचार कसले रोकिदिन्छ र हाम्रो भविष्यको लागि यदि हामी नै बोलेनौँ भने अरू कसको आश कसले बोलिदिन्छ र भन्ने सोचले गयौँ हामी। बढ्दै थियो भिड, सबै ठिकै थियो, चलिरहेको सबै कुरा ठिकै। काशी गोली चल्यो, सबै भागा भाग हो, मेरो शरीर लड्यो भुइँमा। सानो केको मैले चालै पाइनँ, गोली निधारमा छिरेसी भित्र सासै आएन। म त भोलिको लागि लड्नुपर्छ भन्दै उत्रिए, के गर्नु आमा म त आजै रहिँ। रंग डाली डाली मधुर तथा मेरे मन को तरंग। मेरो शास्ति तो यही धरतीमा मिलेको छ, कदापि मर्दैन चाहे कसैले मुटु नै चुडी लगो। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। हिमालको साकुरामा नेपालीका पाखुरामा चन्द्र र सूर्य अंकित झंडा हर थर नाचिरहो। मरे पनि मेरो देश बाँचिरहो, मरे पनि मेरो देश बाँचिरहो। शहीदहरूको रगत अझै सुकिसकेको छैन। हाम्रो बलिदान केवल नारामा सीमित नहोस्। प्रिय सरकार, जनताको विश्वास जित्नु तपाईँको पहिलो जिम्मेवारी हो। बाचा गरेर पुरा नगर्ने प्रवृत्ति अब स्वीकार्य हुने छैन। भ्रष्टाचार, बेरोजगारी र अन्यायलाई समयमै नियन्त्रण नगरे जनता चुप बस्दैन। सतर्क रहनुहोस्, जनताको सेवा गर्नुहोस्, नत्र जनताको आवाज नै सबैभन्दा ठुलो चेतावनी बन्नेछ। निशान हाम्रो जिउँदो
कसरी यो बल्दो यो